भिरको बाटोमा मोटर जानी भयो रे। यो गीतले भने जस्तै अहिले गाउँठाउँको कुना काप्चामा प्रशस्त मोटर गाडी पुगेको छ र यो बर्खाको बेला दुर्घटनाका खबरहरू पनि आइरहेका छन्। खराब मौसमका कारणले दुर्घटनाबाट बच्नलाई यात्रा गर्नभन्दा अगाडि मौसम बुझेर अगाडि बढ्नु पर्यो। पानी परिरहेको छ कि भारी पहिरो आएको छ कि सडक बिग्रिएको छ कि गाडी चालकले पनि आफ्नो सवारी साधन कस्तो छ के छ त्यसको कन्डिसन हेरेर मर्मत गरेर त्यसपछि बल्ल यात्राका लागि सुरुवात गर्नु पर्यो। पानी परेको बेला बाटोमा प्रशस्त पानी भरिएको हुन्छ खाल्टाखुल्टीमा र बाढीले पनि बाटो छेकिरहेको हुन्छ। बाढी आएको खोला डुबेका सडकमा जोखिम लिएर यात्रा गर्न भएन। मौसमको जानकारी लिनलाई 1155मा सम्पर्क गरे भयो। र अर्को कुरा डिएचएमले जारी गरेका सूचनाहरू हेर्नु पर्यो। एनडीआरआरएमएले पनि विपदका पूर्व सूचना दिएकै हुन्छ। यी सूचनाहरू हेरेर पढेर आफू पनि सुरक्षित यात्रा गर्नुहोला र अरूलाई पनि सुरक्षित यात्रा गर्नका लागि सहयोग गर्नुहोला। जुटेर मात्र सम्भव छ विपद जोखिम न्यूनीकरण, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।